फेरि एउटा कुरा चित्त बुझेन साथीहरू मलाई कोसँग भन्नु होला यिनै अहिलेका आधुनिक छोराबुहारीसँग बल बोइस हुन्जेली शरीरमा तागत रहन्जेली हात खुट्टा चलुन्जेली मात्रै हो तिमीहरू एक्लै र एकान्त खोज्ने बुझ्यौ तिमीहरूलाई आफ्नै जन्म दिने बाउआमा पनि नि बोझ लाग्न थाल्छ जब तिमीहरूको शरीर हृष्ट पुष्ट तन्दुरुस्त हुन्छ हैन बाउआमा पनि भरिसके आफूसँग नबसिदिउन् मेरै संसार चाहिँ मैसँग रमाउन पाऊँ मेरो बुढी म मेरो छोरो मेरो छोरी हामी चारजनाको परिवार चाहिँ रमाउन पाऊँ यी बाउआमा आयो भने पनि गाँडो हुन्छ भनेर लाग्ने जतिले कान खोलेर सुन्नुहोस् आज शरीरमा बल बोइस हैन शरीर चलुन्जेल शरीर नथाकुन्जेल बाउआमा भरिसके एक दुई दिन पाहुनाका रूपमा आइदिए पनि हुन्थ्यो बाउआमालाई गर्नु नपरे पनि हुन्थ्यो भन्ने लाग्छ नि लाग्छ एकान्तमा आफ्नै परिवारसँग रमाउन पाए हुन्थ्यो लाग्छ नि तर सधैँभरि तपाईँहरूको शरीरमा यो बल बोइस अनि हात खुट्टामा पावर तागत रहिरहन्छ तपाईँहरू पनि त बाउ हुनुभएको छ तपाईँहरू पनि त आमा हुनुभएको छ अनि आज बाउआमालाई कस्तो व्यवहार गर्नुभएको छ भोलि तपाईँका सन्तानले त्यस्तो व्यवहार नगर्लान् भन्न सकिँदैन साना हुन्जेली मात्रै हो बाउआमाको माया गरे जस्तो गर्ने छोराछोरीले जब ठुला हुँदै जान्छन् नि बल बोइस हात खुट्टा चल्छ हैन पखेटा लाग्छ तपाईँहरूले जस्तो गर्नुभएको छ त्यसको डबल तपाईँका छोराछोरीले तपाईँहरूलाई गर्छन् त्यति बेला तपाईँहरूको न बल बोइस हुन्छ न शरीरमा तागत हुन्छ न त हात खुट्टा नै चल्छ त्यो बेलामा अनि आउँछ होला क्या दिमाग हैन तर आएर के गर्नु बाउआमाले जसरी दुःख पाए तपाईँहरूको भाग्यमा पनि नि त्यही कर्मले गर्दा दुःख लेखेको रहेछ त्यसकारण आफ्नो शरीर हिष्टपुष्ट तन्दुरुस्त गरी खान सक्ने हात खुट्टा चलुन्जेल बाउआमालाई नहेर्ने दृष्टिकोण कहिले नराख्नु मरिसके जस्तो छ आफूले नि आँटो ढिँडो पिठो जस्तो आफूले खानुहुन्छ त्यस्तै खुवाउनुस् तर बाउआमालाई आफूभन्दा पर कहिल्यै नराख्नुस् होला अनुहार हाँसेको देख्नु होला तर भित्री मन नि यति रोएको हुन्छ नि त्यो एक्लोपनले बाउआमालाई यति खाएको हुन्छ नि त्यो तपाईँहरूले जब आफूलाई पर्छ अनि मात्र बुझ्नुहुन्छ क्या अहिले मैले भन्दा के भन्छ यो बाउलाई भन्नु होला होइन कतिले नबुझ्नेले बुझ्नेले हो नानी ठिक भन्यो भन्नु होला तर जसलाई परेको छ ठिक भन्नुहुन्छ जसलाई परेको छैन नि उहाँहरूले बाउलाई भन्नुहुन्छ तर पछि आफै बाउला भन्नुहुन्छ क्या राधे राधे।